यति ठुलो भएर कसले बुबु खान्छ बहिनीले तिमी बहिनी हो हैन को हो त आगो बहिनीले अनि किन तिमी बुबु खान्छु भनेको त नै बहिनी खान्छ बुबु तिमी नखाऊ है त ल खान्छु अनि बहिनीले खान्छ बुबु भनेको हैन भर्खरै खान्छु कसले दिन्छ र तिमीलाई म रिसाछु तिमीसँग नजाने मात्यो भने रिसाउँछु है म ज्ञानी भएर बस्छ कति खान्छौ नि बुबु तिमीले खान्छौ कसले दिनुहुन्छ र तिमीलाई बुबु मम्मीले अनि बहिनीले खान्छ भनेको हैन बुबु खान्छ तिम्रो मामु हो कि बहिनीको मामु हो म मम्मीको मेरो तिम्रो मामु हो अनि तिमी नटी गरे भने त म रिसाउँछु नि रिसाउन्न अनि तिमीले मैले भनेकै मान्दैन यता हेर न मलाई तिमी त मैले भनेकै मान्दैन खोइ त मानेको मकै खाऊ न त खोइ त मकै खाएको हजुर बुबु खाने कसले दिन्छ र तिमीले दिन्न मैले त दिने म रिसाछु नि त तिमीसँग अनि खाने बुबु तिमीले मैले भनेको नमानेर म धेरै रिसाछु न बुबु खाने म कति रिसाछु तिमीसँग न बुबु खाने यति ठुलो दिदी मान्छेले नि बुबु खान्छ तिमी दिदी हो कि बहिनी हो सरी सरी कसरी भन्छ सरी सरी कसरी भन्छ किन सरी भनेको म त रिसाछु सरी भनेर अनि बुबु पाइन्छ पाएको पाइयो अनि तिमी चाउचो खान्छु भने चाउचो पनि नखाने माम पनि नखाने अनि खाले बुबु बुबु म त बुबुमा खोर्सानी लगाइदिने हो बुबुमा आँसु पुसेर हाँस्थ्यौ नि त म बुबु दिन्छु ल दुईटा हातले यसरी आँसु पुस म बुबु दिन्छु ल दुईटा हातले खै हेरौँ पुस्नुभयो अब हाँस्दिनुहोस् न त अब बुबु खाने मान्छे त हाँस्नुपर्छ नि त खाने त नि ज्ञानी भयो भने खाने हो नि त